लाउनु भइसक्यो। यो चाहिँ आज हाम्रो यहाँ बारीमा चाहिँ भएको यो अमिलोको रुखहरूमा चाहिँ हामीले बुढो मिक्सरको चाहिँ यसरी यो लेप लगाउँदैछौँ। यो चाहिँ अलिक तलसम्म लगाउनु पर्ने त। यो पोहोर साल चाहिँ यति लगाइएन, नलगाएको हुन चाहिँ यहाँ हेर्नु यति अलिअलि यो सबै यो चरा कुनै रोग लागेछ। यसपालि चाहिँ हामीले यो बुढो मिक्सरको लगाएको गर्नै पर्ने रहेछ। यो गऱ्यो भने चाहिँ हाम्रो अलिकति केही खर्चहरू भए पनि पछिको लागि चाहिँ यो अलिकति बोर्ड चाहिँ सुरक्षा हुने भएकोले लगाएको छौँ। यस्तो तरिकाले चाहिँ हातले लगाउन पनि सकिन्छ। यो हामीले चाहिँ ब्रसले लगाउँछौँ होइन। तलतिर पनि सबै हामीले लगाइसक्यो, साँझा साँझा भइसक्यो। आज पुरै लगाएर भने योजना थियो तर भ्याइएन। योजना अनुसार नहुने रहेछ किसानलाई। यति माथिसम्म चाहिँ लगभग लगाएर अलिकति यो फेदमा पनि जरासम्म, जरा आउने भागसम्म चाहिँ लगाउनु पर्ने रहेछ। त्यो हुनाले चाहिँ यहाँ यो जमिन र उसको बाहिरी वायुमण्डलमा हुने भाग चाहिँ त्यो किरा लाग्दो रहेछ। त्यसले चाहिँ हाम्रो के गर्दो रहेछ भने जरा कुहिने, अनि यो जराबाट नि यस्तो यो कुहिने रोगहरू लाग्दो रहेछ। त्यसलाई चाहिँ हामीले चाहिँ अहिले चाहिँ बुढो मिक्सचर लगाएर चाहिँ हामीले समाधान गरेका हौँ। कतिको हुन्छ हेरौँ। देख्नुभयो मैले लगाइसकेँ। यो 2 वर्षका बिरुवाहरू भए। तलतिरको पनि हामीले सबै लगाइसकेका छौँ। देख्नुहुन्छ होइन, उतातिर तलसम्म छ। यो जति पनि निलो लगाएको जति पनि छन् यिनीहरूलाई चाहिँ हामीले अहिले बुढो मिक्सचरको घोल लगाएको छौँ। यो 2 वर्षको बिरुवा हो। यसमा चाहिँ काटछाँट गर्न बाँकी नै छ। यसमा चाहिँ आज भ्याइएन। अब भोलि काटछाँटको लागि तयारी पार्नु भएको छ। यो रुखलाई चाहिँ काटछाँट गरिसक्नु भयो बाबाले। अब यसमा चाहिँ म बुढो मिक्सचर लगाउँदैछु। त्यसलाई त आरै चाहिन्छ होला। अब यो चाहिँ अहिले तयारी, काटछाँटको लागि तयारी हुँदैछ। यसको लागि काटछाँटको लागि चाहिँ यसरी यो अलिकति ठुलो हाँगाहरू टन्नै भएको हुनाले चाहिँ यसलाई हामीले आरोले काट्दैछौँ। यो 2 वर्षको बिरुवाहरू भयो होइन। यसलाई चाहिँ अझै विशेष गरी माथिबाट पनि काट्न सकिन्थ्यो। यसलाई माथिबाट काट्दा चाहिँ अलिकति घाउ ठुलो हुने, तलबाट चाहिँ लाछिने हुनाले हामीले अहिले तलबाट काटेका छौँ। अब माथिबाट काट्न लाग्नु हो। यो वेस्टेज तान्दै हुनुहुन्छ बाबाले। यो चाहिँ हाम्रो अर्ग्यानिक निबुवा खेती तलसम्म छ। लगभग हामीसँग 130+ बिरुवाहरू छन्। त्यसको लागि चाहिँ काट्नको लागि कुनै पनि माया गर्नुहुन्न। यो माया गरिसकेपछि यताबाट उताबाट कता भने जस्तो यो काँडा एकदमै धेरै। धेरै अग्लो पनि भएन, धेरै सानो पनि छैन। यो लगभग 2 वर्षका बिरुवाहरू हुन्। 2 वर्षको बिरुवा यत्रो हुनु भनेको नराम्रो छैन। हाम्रो ठाउँमा चाहिँ यो देख्नुहुन्छ अघि कस्तो थियो यही बोट, अहिले चाहिँ काटछाँट गरिसकेपछि चाहिँ यस्तो अवस्थामा आएको छ यसको स्वरूप। यसलाई चाहिँ हामीले चाहिँ
समयमै काटछाँट गरेन भने यसको टुप्पो पनि काट्न पर्ने हो, तर यो 2 वर्ष भएको हुनाले भर्खर टुप्पो चाहिँ हामी अर्को वर्षतिर चाहिँ काट्छौँ होला सायद। अहिलेको साललाई चाहिँ यो साइडतिर आएको ठुला हाँगाहरू चाहिँ हाम्रो काटछाँट गर्ने योजना भएको हुँदा यो चाहिँ सिग्नेचर। यो सिग्नेचरले चाहिँ म काटेँ है, यसले काट्छ होला। यस्तो यो काँडाहरू चाहिँ यसरी हटाउँदै जानुपर्छ। यो काँडाले धेरै घोच्ने, टाउकोतिर ज्यानतिर जताततै घोच्ने भएको हुनाले चाहिँ काँडाहरूलाई यसरी पन्छाउँदै जाँदा चाहिँ पछि चाहिँ काम गर्नलाई सजिलो हुन्छ। नत्र यसले घोचेर जताततै चोट पुऱ्याउँछ। यस्तै छ, कोही भविष्य खोज्दै कता कता जानुभएको छ होला, विदेश जान लाउनु भएको छ। म भविष्य खोज्दैछु यो वनघारीमा। ल अझै एउटा छुटेछ यहाँ। ल अघिकै बोट हो, कति राम्रो भयो अहिले त, सर्लक्क पऱ्यो। अघि त्यस्तो थियो, अहिले चाहिँ हामीले यसलाई पूर्णतया काटछाँट गरिसक्यौँ। अनि त्यो चाहिँ अलिकति बोट चाहिँ बाङ्गो टिङ्गो भएको भएर हामीले त्यसलाई टेका दिएर राखेको थियौँ भने अहिले सर्लक्क भइसकेको छ बोट। यहाँ धेरै छन्। अनि यसमा चाहिँ कस्तो हुँदो रहेछ नि, यो ठ्याक्कै यसको जरामा चाहिँ किरा लाग्दो रहेछ। यसको जरामा ठ्याक्कै यो तल्लो लेभल र चाहिँ यो जमिनको लेभल र चाहिँ जमिनी लेभल र यो जुन यो माथि भएको यो भाग छ, यसलाई चाहिँ हल्का यसरी चाहिँ खनिदिनुहोस् होइन। जुन चाहिँ अब जरा आइपुगेको ठाउँ हुन्छ नि, त्यसलाई चाहिँ अलिकति खोतालेर, जस्तो यहाँ जराहरू देखिसक्यो होइन, मैले हामीलाई त्यसलाई चाहिँ बढी खोताल्न चाहिनँ। हाम्रो धेरै नोक्सान भयो पोहोरको साल चाहिँ यस्तो तरिकाले चाहिँ नखोतालेर। अब पोहोर सानै थियो बिरुवा, यो देख्नुहुन्छ यो जरासम्म चाहिँ मैले के गरेँ त, खोताल्दिएँ। जरा देख्नु भयो होइन। यसलाई चाहिँ तलैबाट माटोसम्मै टच हुने गरी बोडो प्लसको घोल चाहिँ लगाइदिने। अनि यस्तो यो काटेको जुनहरू डामहरू छ, यसलाई राम्रोसँग चाहिँ यो बोडो प्लस लगाइदिइसकेपछि हाम्रो शरीरमा घाउ भएको बेलामा चाहिँ टेन्चर लगाइदिएको जस्तै हो। यो सजिलो छ, काम त्यस्तो गाह्रो छैन। तर आम्दानी दिनको लागि चाहिँ 3-4 वर्ष कुर्नु पर्ने हुन्छ। यो लगाइसकेपछि चाहिँ अब यो लगाएको 2 वर्षको बिरुवाहरू हुन्, कोही धेरै अग्लो भइसक्यो होइन। अब यहाँ माथि चाहिँ यो खास गरी चाहिँ किन यो लगाएको हो भन्नु होला नि, यतातिर नि अघि मैले काँडाहरू काट्दैछु। यो काँडाहरू काटिदिइसकेपछि चाहिँ यो काँडाको जुन ठाउँबाट चाहिँ यो काटेको हुनाले चाहिँ त्यो ठाउँमा चाहिँ मैले यो के गरिरहेको छु त, उपचार गरिरहेको छु होइन। यसले चाहिँ पछि यहीँबाट कुनै रोगहरू लाग्न सक्छ, नलागोस् भन्नको लागि चाहिँ मैले चाहिँ अहिले चाहिँ यसरी बोडो मिक्सरको चाहिँ बनाइराखेको छु। यो बोडो मिक्सरको यो भाँडा हो होइन। बोडो मिक्सरले तपाईँहरूले यो भुँडी बनेरै आएको हुन्छ। यसको चाहिँ 2000 रुपियाँ लिनुहुँदो रहेछ यो भुँडी भाँडाको। हाम्रो त 130वटा बिरुवामा लगाउँदाखेरि आधी बचेको छ अझै। आज हामीले आधी मात्रै लिएर आएको थियौँ, सबै भ्याउने आज योजना थियो तर भ्याइएन। हामी आउँदैन, बिहान आउँदैन, केही समय ढिलो भयो। ल हेर्नु त यो बोटलाई चाहिँ कस्तो देखियो, माथि आफ्नो हाइट लिएको छ।
तलतिर चाहिँ हामीले यसरी चाहिँ लगाएर यसलाई ठिकठाक पारिसक्यौँ। यो चाहिँ अब चाहिँ यो चाहिँ के हो त, यसको लागि अब यो कुनै पनि हालतमा चाहिँ यो सबै कार्यको लागि चाहिँ अब यो ठिक छ। अब म अघि यो जुन हामीले तयार गरेको थियौँ, यो तयार गरेको बिरुवामा चाहिँ मैले चाहिँ अब बोडो मिक्सचर लगाउन जाँदैछु है त। मैले यसलाई पनि कोदालोको सहायताले केही खोतालिसकेको छु। हजुर उतै यस्तै छ हजुर किसानको जिन्दगी। यो काटेको हाँगाहरूलाई सर्वप्रथम लगाइदिउँ। यो यहाँबाट भविष्यमा कुनै पनि सङ्क्रमित रोगहरू नछिरोस्। अलि यसलाई लगाउँदाखेरि चाहिँ अलिक घोटी लगाउनु पर्ने हुन्छ। त्यसले गर्दा चाहिँ भित्र भएको चिजहरूलाई पनि सजिलै चाहिँ यसले के गर्छ त, भित्रभित्र छिर्छ होइन। त्यसले चाहिँ हाम्रो अब रोगहरू लाग्दैन। अब यो सँगै अब बर्सातको टाइम सुरु हुन लाग्यो नै। अब हिउँदा लाग्यो। अब हिउँदा लागिसकेपछि बर्सातको टाइम अब सुरु हुन्छ। बर्सात सुरु हुने बित्तिकै यो रुखहरू त अब बढ्न सुरु गर्छ। हामीले पोहोर साल अलिअलि गोडमेल गरेका थियौँ। अब यो काटेको हाँगालाई यसरी बोडो मिक्सरले पेस्ट गरिसकेपछि चाहिँ यो पूर्णतया सुरक्षित भयो। अब लगभग यसको लेभलमा लगाउँछु म चाहिँ। भनेको हाम्रो कम्मर आउने उसमा चाहिँ मैले लगाउँछु। हाम्रो चाहिँ अहिले 14 रोपनी जग्गामा चाहिँ यो खेती हामीले सुरु गरेका छौँ। अब आशा छ यसबाट राम्रो नै हुन्छ भन्ने हामीले आश गरेको हो। यो चाहिँ हाम्रो अमिलो जात अन्तर्गत चाहिँ निबुवा खेतीको लागि चाहिँ हामीले काम गरेका छौँ। ल अहिले चाहिँ मैले यसलाई बोडो मिक्सचर लगाइसकेँ। जुन तपाईँले देख्नु भएको थियो नि अघि, यो रुखलाई मैले बोडो मिक्सचर लगाइसकेँ। जुन रुखको चाहिँ मैले अलिकता भुइँ खोतालेर जुनको जरा आएको ठाउँ छ, त्यो जरा आएको ठाउँसम्म चाहिँ मैले खोतालेर त्यसपछि चाहिँ मैले लगभग कम्मरसम्मको हाइटसम्म चाहिँ मैले यसलाई बोडो मिक्सचर लगाइसकेको छु। यो समय भनेको काटछाँट गर्ने समय हो। देख्नुहुन्छ जताततै हाम्रो बगानको चाहिँ काटछाँट भइसकेको छ। यो फुर्सदको समयमा काटछाँट भएको छ। किसानको लागि कुनै पनि समय चाहिँ फुर्सद नहुने जस्तै देखियो। मेरो बाबाले अझै काटछाँट गर्दै हुनुहुन्छ होइन। आरैले काट्न थाल्नुभयो त काँडा पनि चोट पुग्ला नि तल।